आमा वर्तमानमा जो घटना घट्यो यो असाध्यै गम्भीर र संवेदनशील छ। सँगै देशभरि नै सबै जनतालाई पनि ठूलो चिन्ता भएको छ है। तपाईहरुलाई पक्कै पनि पीडा भएको होला, दुःख भएको होला। हामी तपाईहरुको दुःखमा हामी साथमा छौं भनेर भेट्न आएको। माओवादी पार्टी के अध्यक्ष कामरेड प्रचण्ड जी आलय यहाँ के बचिया के घटना तपाईहरुलाई अब न्याय दिलाउनको लागि हामी सबैतिर संघर्ष गर्छौं। यो तपाईहरुलाई न्याय दिलाउन हाम्रो पार्टी हामी सबै लाग्छौं। अध्यक्ष कमरेड यहाँ हुनुहुन्छ, अध्यक्ष कमरेडको निर्देशनमा हामीले संसदमा पनि उठाइसक्यौं। हामीले यसलाई चाहिँ तपाईहरुलाई जसरी पनि न्याय दिलाउने गरी अगाडि बढाउँछौं। तपाईहरुको माग जायज छ, त्यो कारबाहीको लागि हामी अगाडि बढिरहेका छौं। हामीले अध्यक्ष कमरेडज्यूलाई ज्ञापन पत्र बुझाउन गइरहेका छौं। श्री अध्यक्षज्यू, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, विषय ज्ञापन पत्र। उपरोक्त सम्बन्धमा नवराजपुर गाउँपालिका 1 भगवतीपुर गाउँमा 17 वर्षीय किशोरी रिङ्कु सदालाई गत 2081 माघ 27 गते राति घरबाट 3 जना युवकले अपहरण गरी सामूहिक बलात्कार गरेको घटना 3 दिनपछि माघ 29 गते स्थानीय जनप्रतिनिधिकै रोहबरमा पञ्चायत मार्फत आर्थिक लेनदेन गरी गाउँमै दबाउन खोजेको बेहोरा जानकारी गराउन चाहन्छौं। पञ्चायतमा पीड़ित रिङ्कुले बलात्कारमा संलग्न युवाहरूको नाम लिँदै गाउँको इज्जत जान्छ, मुद्दा मामलामा जाँदा झमेला हुन्छ भन्दै सामूहिक बलात्कार जस्तो जघन्य अपराध दबाउन भूमिका खेल्ने स्थानीय जनप्रतिनिधि बलात्कार पीड़ित रिङ्कुको शंकास्पद अवस्थामा शव भेटिएको घटना विरुद्ध पीड़ित परिवारले फागुन 1 गते इलाका प्रहरी कार्यालयमा रूपेश मण्डल, चन्दन शाह र राम विनय मण्डल तथा जनप्रतिनिधि सहितको पञ्चायतले जरिवाना तोकेको 1.5 लाख रुपियाँ मध्येबाट कमिसन माग्ने स्थानीय रामपुकार मण्डल सहित 4 जना विरुद्ध किटानी जाहेर दर्ता गराउन जाँदा प्रहरीले जबरजस्ती दुई पल्ट जाहेरी फेर्न लगाएर 1 जना विरुद्ध मात्र आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी लिएको बेहोरा अवगत गराउन चाहन्छु। बलात्कारको जस्तो गम्भीर अपराधको घटनाकै पीड़ितले मर्नुभन्दा अगाडि पञ्चायतमा दिएको बयानको आधारमा घटनामा प्रत्यक्ष रूपले संलग्न 3 जना र मिलापत्र 9 गते उठीवास गराइदिन धम्की दिने 1 जना सहित 4 जना विरुद्ध प्रहरीले जाहेरी लिन सक्ने अवस्था हुँदै स्थानीय पंच जनप्रतिनिधिहरूको प्रभाव र दबावमा प्रहरीले दोषीलाई उन्मुक्ति दिने योजना मुताबिक नै आत्महत्या दुरुत्साहनमा जाहेरी दिन लगाएको हाम्रो ठम्याइ छ। घटनाको फेयरिस्ट मिडिया मार्फत उजागर नभएको भए सायद गाउँमा दबाउन खोजिएको बर्बर र जघन्य अपराधको घटना प्रहरीले मुद्दा फाँटबाट कानूनी प्रक्रिया पुर्याएर किनारा लगाउन खोजिरहेको प्रपञ्च तत्काल रोकिएको छ। रिङ्कुमाथि भएको जघन्य अपराधको घटनाको विषयमा संघीय सांसद, मीडिया, दलित तथा महिला अधिकार कर्मीहरूले आवाज उठाउन थालेपछि फागुन 8 मा पंच सहित 8 जना विरुद्ध पूरक जाहेरी दर्ता भएको छ। मध्य प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रहरीले छुट्टा रूपमा गरिरहेको भनिएको अनुसन्धान छानबिन नतिजामुखी हुनुपर्छ ताकि घटनामा संलग्न अपराधीहरूलाई तत्काल पक्राउ गरी कुनै पनि हालतमा कानूनी कठघरामा उभ्याउनु पर्ने हाम्रो जोरदार माग रहेको छ। मजदुरी गरेर बिहान बेलुका छाक टार्नुपर्ने भूमिहीन मुसहर समुदाय सहित तमाम शोषित उत्पीडित समुदायका लागि तपाईको अध्यक्षतामा रहेको पार्टीले विगतमा खेलेको भूमिका भोइ मान्छेहरूले बिर्सेका छैनौं। भूमिहीन दलित परिवारका छोरी चेलीको इज्जत लुटेर पञ्चायत मार्फत लेनदेन गरी दबाउन खोजिँदा शंकास्पद अवस्थामा सब भेटिएको घटनाको परिणाममुखी अनुसन्धान, घटनामा संलग्न दोषीहरूलाई पक्राउ गरी कानूनी कारबाही र पीड़ित परिवारको न्याय क्षतिपूर्तिका लागि तपाईँ र पार्टीले आवश्यक पहल गरिदिनुहुन्छ भन्ने हाम्रो अपेक्षा गर्दै निम्न माग सम्बोधनका लागि आवश्यक पहल गरिदिन माग गर्दछु। माग नम्बर 1 छ, रिङ्कु सदा सहित देशभर मुसहर समुदायमाथि भएका हत्या, हिंसा, बलात्कारका घटनाहरूको निष्पक्ष छान गरी पीड़ित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गरियोस्। सबभन्दा पहिलो कुरा के कुरा प्रश्न छ भने रिङ्कु कुमारी सदाको बलात्कार र हत्याको घटना निकै आपराधिक जघन्य खालको घटना हो। यो घटनाबारे पहिले नै प्रतिनिधि सभा संसदमा कुरा उठिसकेको छ र यसको निष्पक्ष छानबिन हुन पर्यो, पीड़ितहरूले न्याय पाउन पर्यो भनेर हाम्रो पार्टीकै सांसदले पनि तपाईहरुलाई थाहा छ राधेश्याम पासवानले राष्ट्रिय सभामा यो मुद्दालाई उठाएर
देशभरि त्यसलाई स्थापित गर्ने काम भएको छ र हामी तपाईहरुले भने जस्तो अहिले तराई मधेसका जनतामाथि भइरहेको विभेद अन्याय अत्याचारका विरुद्ध आवाज उठाउनलाई नै हाम्रो पार्टीका नेताहरूको सिंगै टिम अहिले तराई मधेसको अभियानमा छ र यो अभियानमा भएको बेलामा रिङ्कु कुमारी सदामाथि भएको जघन्य अपराधबारे पीडित परिवारसँग भेट्ने उहाँहरूको पीडा भइरहेको चेहराको घाउमा मलमपट्टी लगाउने र यो विषयलाई निष्पक्ष छानबिनको निम्ति सरकारलाई र प्रशासनलाई दबाव पनि दिने उद्देश्यले हामी सिंगै टिम रिङ्कु कुमारी सदाको घरमा हामी आएका छौं। तपाईहरुले जो ज्ञापन पत्र दिनुभएको छ त्यसको मर्म भनेको पनि पीडितले न्याय पाउनु पर्यो भन्ने कुरा हो र अपराधीहरूलाई कानूनी कारबाहीको दायराभित्र ल्याउनै पर्यो भन्ने कुरा हो। यो देशमा हिजो पनि सामन्ती राज्यले दलितलाई, गरीबहरूलाई र महिलाहरूमाथि विभेद र अत्याचार गर्दै आएको इतिहास छ र यो विभेद र अत्याचारका विरुद्ध नै हिजो विद्रोह पनि भयो, युद्ध पनि भयो, आन्दोलन पनि भयो। अहिले संविधानले केही अधिकार सबै गरीबलाई दिएको पनि छ, तर सरकारले जुन गम्भीरताको साथ यस्ता आपराधिक घटनाबारे छानबिन गर्नुपर्ने हो, जति निष्पक्ष हुनुपर्ने हो त्यति निष्पक्ष अझै देखिएको छैन। यो रिङ्कु कुमारी सदाको घटनामा पनि तपाईहरुले भने जस्तो चाहिँ प्रशासनले सकेसम्म ढाकछोप गर्ने, स्थानीय पार्टी नेताहरूसँग मिलिमतो गरेर सेटिङ गरेर चाहिँ लुकाउन खोजेको भन्ने तपाईहरुले जे भन्नुभयो त्यो पक्कै पनि तपाईहरुले नजिकबाट हेरेर बुझेरै भन्नुभएको होला। त्यस्ता घटना अरू पनि भएको हुनाले हामीलाई लाग्छ यो अब छोड्न हुँदैन। तपाईहरुले संघर्ष समिति बनाउनु भएको छ। म हाम्रो पार्टीका सिराहाका सबै कमिटीहरूलाई, नेताहरूलाई पनि भन्न चाहन्छु तपाईहरुले यो घटनाको निष्पक्ष छानबिनको निम्ति लगातार आवाज उठाउन पर्यो, पुलिस प्रशासनलाई कुरा गर्न पर्यो, दबाब दिन पर्यो। हामी राष्ट्रिय रूपमा पनि यसलाई दबाब दिएर यसको छानबिन गरेर सत्य तथ्य पनि पत्ता लगाउने र चाहिँ न्याय दिलाउने, त्यही न्यायको निम्ति भनेर नै हामीले हुलाकी मार्ग केन्द्रित राष्ट्रिय अभियान चलाएको हो। यहाँ विभेद अझै पनि छ, सामाजिक न्याय भइराखेको छैन, दलित गरिबहरूले अझै न्याय पाउन सहज भएको छैन। संविधानमा त केही कुरा राम्रा लेखिए तर व्यवहारमा त्यो लागू भइरहेको छैन। त्यसकारण हामी दलित, महिला, आदिवासी, मधेसी सबैमाथि हुने विभेदको अन्त्यको निम्ति फेरि एउटा अभियान चलाउन पर्यो भनेर हामी आएको हो। रिङ्कु कुमारी सदाका परिवारप्रति हाम्रो पुरै सहानुभूति छ। तपाईहरुलाई न्याय दिलाउन हामी लडिराख्छौं।